सो वेलकम टु गाइस। आज चाहिँ हामीहरू हल्का घुम्नको लागि रामनिका दहतिर जाँदैछौँ। साथमा चाहिँ मेरो साथीभाइहरू, सानसानो भाइहरू र साथीहरू छन्। आज एकदमै रमाइलो हुन लाग्छ। भिडियो अन्त्यसम्म हेर्नु। समझ रहे हो छ। अहिले चाहिँ हामीहरू लोकेसन एरिया भन्दाखेरि बेतेनदेखि हल्का 1-2 किलोमिटर अगाडि सिमसार निर आएको छौँ। अभी मजा आएगा ना भिडियो। एकदमै राम्रो छ यहाँको फरेस्टहरू। अनि मेरो पछि अभिषेक भाइ छ। अभिषेक हाय गाइस, हामी आज रामनिका जाँदैछौँ। वेलकम टु गाइज। म फेरि पनि वेलकम भन्न चाहे तपाईँहरूलाई। हामी चाहिँ अहिले रामनिका दहमा प्रवेश गरिसकिसकेछौँ। अहिले चाहिँ यहाँको इन्भाइरोमेन्ट एकदमै सुकुन छ। अलिअलि गार्डन छ। अलिअलि यहाँको हावाहुरीहरू चहल पहल छ। त्यसै गरी यहाँको बादलहरू पनि एकदमै वरपर गरिरहेको छ। सायद लाग्छ होला हामीलाई वेलकम गरेको होला यहाँको बादलहरूले। र यहाँको पानीहरू सिमसिमी परिरहेछ। कस्तो सुकुन भाइब मिलेको छ अहिले। सुकुन यसलाई भन्छ, सुकुन के। यसलाई त म फेवातालसँग कम्पेयर गर्न त मिल्दैन। सो बट म चाहिँ फेवाताल जस्तो लाग्छ। यस्तो राम्रो छ। यो हुन्छ नि परसम्म पानी रहेको छ। यहाँ चाहिँ पर्यटकीयको लागि एकदमै धेरै आउने गर्छन्। यहाँको पिपुलहरू यहाँ मात्र नभएर धेरै टाढाबाट आउने गर्छन् यहाँको पिपुलहरू। यहाँको विशेषता चाहिँ स्वच्छ हावापानी पाउँदछ। त्यसै गरी मनोरञ्जन इन्टरटेनमेन्टको लागि पनि एकदमै अग्र स्थानमा रहेको हाम्रो गुरुबाकोट वडा नम्बर 1 मा अवस्थित यस क्षेत्रमा धेरै पर्यटकीय स्थलमध्ये यो एक यहाँको आर्थिक रूपमा, व्यावसायिक रूपमा एक अब्बल क्षेत्र हो। यो देख्न सक्नुहुन्छ। एकदमै रमाइलो टाइपको छ। यहाँ घुम्नलाई धेरै मान्छेहरू आउने गर्नुहुन्छ। आज त न कुनै दिन न चाडपर्व त्यसै अलिकति कम आउनु भएको छ। दसैँ तिहार यस्तो चाडपर्वमा यति धेरै यसमा दर्शकहरू आउनुहुन्छ कि घुम्नलाई। हामीहरू चाहिँ अब घर फर्किन आँटेको। फाइनल आज चाहिँ एकदमै राम्रो भयो। यहाँको फोटो भिडियो पनि धेरै खिचियो र साथीहरू पनि सबैजना एक्साइटेड हुनुहुन्छ।